प्राकृतिक सुन्दरताले भरिपूर्ण मुलुक हो। नेपालमा धेरै सुन्दर स्थानहरू छ। ती सुन्दर स्थानहरूमध्ये सिफक्सुन्डो ताल पनि एक स्वर्गीय आनन्द प्राप्त हुने ठाउँ हो। यस भिडियोमा सिफक्सुन्डो अर्थात् रिग्मो ताल कसरी पुग्न सकिन्छ भन्ने बारेमा यस भिडियोमा उल्लेख गरिएको छ। सिफक्सुन्डो ताल जानको लागि डोल्पा जिल्लाको सदरमुकाम दुनैदेखि करिब 33 किलोमिटर टाढा छ, जहाँ करिब 14 देखि 16 घण्टामा पुग्न सकिन्छ। जाने क्रममा हामी सुलीगाडदेखि सुरु गर्छौँ। सुलीगाडदेखि तालसम्म करिब 8 देखि 10 वटा ठाउँहरू सुविधा सम्पन्न छ र बाटो पनि सजिलो छ, जसले गर्दा तालमा पुगेपछि तालको आकार, पानीको रङ अनि वरपरको हिमालसहितको वातावरणले साँच्चै नै मन आनन्दित बनाउँछ। त्यसकारण यस तालको भ्रमण गरी आनन्द लिनुहुन सम्पूर्ण नेपाली प्रकृतिप्रेमी सम्पूर्ण नेपालीहरूमा हार्दिक अनुरोध गर्दछु। हस्, धन्यवाद। अन्तमा यस भिडियोमा सुलीगाडदेखि तालसम्म पुग्दा लाग्ने समय, पार गर्नुपर्ने दूरी र ठाउँका नामहरू दिएको छ। अध्ययन गर्नुहोला।